दर्शकगण नमस्कार। कार्यक्रम तन्त्र विज्ञानको यो विशेष कार्यक्रममा स्वागत गर्न चाहन्छु। तन्त्रलाई समाजमा सकारात्मक तवरबाट बुझ्न अथवा सकारात्मक उपयोग गर्नका लागि हामीले कार्यक्रम तन्त्र विज्ञान लिएर उपस्थित हुने गरेका छौं। हरेक आइतबार र सोमबार हामी यसै समयमा तपाईको सामु उपस्थित हुने गर्छौं। साच्चै हामीले बुझ्दै गरेको तन्त्र के हो, तन्त्रलाई नकारात्मक लिइरहेको यो समयमा हामीले कार्यक्रम तन्त्र विज्ञान मार्फत तन्त्रको सकारात्मक प्रभावको बारेमा बुझाउने प्रयत्न गरिरहेका छौं र हामी तन्त्रको बारेमा के रहेछ, वास्तविक तन्त्र के रहेछ भन्ने पनि अनुसन्धान गरिरहेका छौं। तपाईलाई थाहा छ कि हामीले विगतको दिनहरुमा तन्त्रको विभिन्न हामीले दृश्यहरु तपाईको सामु देखाएका थियौं। आज पनि कार्यक्रम तन्त्र विज्ञानमा हामी यस्तै दृश्यहरु तपाईको सामु देखाउने छौं। तर त्यो भन्दा अगाडि हामीलाई मार्गनिर्देश गर्नुहुने हाम्रो तन्त्रविद डाक्टर मिलन कुमार थापाज्यू आज पनि स्टुडियोमा उपस्थित भइसक्नु भएको छ। म उहाँलाई स्वागत गर्न चाहन्छु। डाक्टर साहब स्वागत छ। मैले कार्यक्रमको सुरुमा जोडे तन्त्रको सकारात्मक प्रयोग कसरी गर्न सकिन्छ भनेर। यो बीचमा मैले कार्यक्रमको सुरुवातमा एउटा प्रसंग जोड्न चाहे कि भनिन्छ समाजशास्त्रमा समाजशास्त्रीहरू यो भगवानको यो अमूर्त कुराको रिसर्च गर्न सकिदैन, अनुसन्धान गर्न सकिदैन भनिरहेको बेलामा हामी तन्त्र अमूर्त जस्तो लाग्ने विषयको अनुसन्धानमा छौं। के भन्नुहुन्छ? अब यस्तो वास्तविक तपाईको तन्त्र भनेको जसले उपभोग गर्छ, जसले त्यो साधना गर्छ हैन, जसले पद्धति गर्छ त्यसले अनुभूति गर्ने कुरा हो के हैन। जसरी हामी मैले पटक पटक भन्ने गरेको छु, जुन कुराहरू तपाईको भोगाई हुन्छ नि, भोगिन्छ नि हैन, त्यो भोगाई र भोग्ने मान्छेको लागि मात्रै थाहा हुन्छ त्यो कति शक्ति छ छैन भन्ने कुरा हैन। हजुर, साच्चै अब त्यसलाई शक्ति छैन भन्न सकिन्न भन्दाखेरि पनि यदि भन्न नसक्ने हो भने जस्तो तपाईको तन्त्रका मन्त्रका यन्त्रका कुरा त एउटा शास्त्र पद्धति हो नि हैन, एउटा शास्त्रीय कुराहरू हो नि। त्यो त कुनै तपाईको मनगन्ती कुरा त होइन हैन, किन वेदमा निर्देशित गरेका कुरा छ, हरेक कुराहरू छन्। अनि त्यसले गर्दाखेरि के भने हामीले मेन कुरा त्यो अनुसन्धान गर्नुपर्ने कुरा चाहिँ नि तपाईको एउटा मतलब जरुरी हुन्छ जस्तो मलाई लाग्छ। अनुसन्धानकै लागि जरुरी हो, आफैले भोग्नु पर्ने प्रयोगको विषय पनि हो भनेर हामीले तन्त्रलाई बुझिरहेका छौं। दर्शकगण, तन्त्र प्रयोगको विषय हो, प्रयोग गरिसकेपछि मात्र हामीले तन्त्रलाई बुझ्न सक्छौं। त्यसकारण यो प्रयोगको विषय भएकै कारणले हामीले तन्त्रलाई विज्ञान भनिरहेका छौं। यसैसँग सम्बन्धित रहेर हामीले मकवानपुर जिल्लाको हेटौडामा पर्ने श्री उमामहेश्वर नीलकण्ठ महादेव ज्योतिर्लिङ्ग धाम तपोवन को हामीले दृश्य छायाङ्कन गरेका छौं। यहाँ साच्चै लाग्छ कि तन्त्र भूमि हो, तपो भूमि हो नेपाल भनेर हामीले भन्न सक्छौं। प्रस्तुत छ यो दृश्य तपाईको लागि, त्यसपछि हामी त्यसमा छलफल र यसपछि हामी अर्को दृश्य पनि तपाईलाई देखाउने छौं। कार्यक्रममा प्रस्तुत छ यो दृश्य तपाईको लागि। सचितानंदन परमात्मा न सहजन हितकारी, शिव सहजन हितकारी। जय जय शंभ सदा शिव, जय जय शंभ सदा शिव, जय जय त्रिपुरारी। ओम हर 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 महादेव। यो चाहिँ चौरा अरे होइन, यहाँ चाहिँ कहिले पनि बुट्टाहरू पलाउँदैन अरे, यतिकै अरे। यो वरिपरि चाहिँ रुख हुन्छ, यहाँ चाहिँ कहिले पनि रुखहरू केही पलाउँदैन। यहाँको मान्यता अनुसार चाहिँ यो चाहिँ अब भगवान्लाई आएर बस्ने सभा गर्ने स्थल भनेर लिइन्छ। यसको ठाउँ चाहिँ चनौटा भनिन्छ। यसलाई चाहिँ ठिकै यो अनौठै छ नि त हैन? हो, त्यही त। यो त फेरि पहिला अहिले हामी बच्चामा सानो बच्चामा पिकनिक खान फ्यामिलीहरू सबैजना मिलेर आउँदाखेरि पनि यस्तै थियो। यहाँ फेरि पानी छैन वरिपरि। देदै सानो पनि कर्म गर्दै गाइन्ती समगा ध्यान बसी कते मन चाहे पछे योगिनी
यस्याम तान विदुरा सुरा सुरा गणदेवाय तस्मै नमः श्री मन चन्दन चर्चित ज्वाला शुक्लाम्बरा मृत्तिका अब यो सृष्टिकालदेखि मेरो आज पूजा यहाँ केही भएको छैन, कसैले पत्तो पनि पाउन सकेन, कसैले केही पनि गर्न सकेन। यसमा भक्ति लीन भएको मान्छेहरू मैले कोही पनि फेला पारिन। अब यहाँ तिमी बिना यहाँ कसैले नसक्ने रहेछ भनेर अब मैले दर्शन दिएँ। अब दर्शन दिँदाखेरि अब मलाई तिमीले खोतालास गरेर मेरो आज पूजा चलाउनु है। तिमीले आज पूजा चलाएपछि म धेरै भक्तहरू म यहाँबाट खुसी र सुखी बनाइदिन्छु भनेर भन्नुभयो। खोज्दा यसो गर्दाखेरि खोतलास गर्दाखेरि 1 वर्ष बित्यो होइन। 1 वर्ष बित्दाखेरि पनि फेला पार्न सकेन। अन्त कता हुनु होला भगवान् त यहाँ भेटेन भनेर भन्दाखेरि भाइहरूलाई भन्दाखेरि अनि एक दिन भगवान्ले पक्कै नै दर्शन दिनुहुन्छ भनेर यस्तै कुरा भयो। हुँदा एक दिन अब फेरि यहीँ खोलै फेरि यहाँबाट आएको थियो। जुन भगवान् पुरिएर बस्नु भएको रहेछ है, त्यहीँ आइपुगेपछि अनि झ्याप्प समात्नु भयो क्या। 2-3 वर्षसम्म लडाउनु भयो। त्यहाँ म नागेर जबरजस्ती जाँदाखेरि जान दिनु भएन, यतै ताने होइन। अनि त्यहाँबाट यहाँ ताने लानुभयो। हुँदाखेरि अनि बेहोस पारिदिनु भयो क्या है। बेहोस भयो, अन्धो बन्धो केही पनि नदेखिने भएपछि अनि भगवान् झट्टै मनभित्र पस्नु भएर तिमीलाई मैले दर्शन दिएको र तिमीले खोजेको भगवान् मै हुँ भनेर उहाँ भन्नुभयो। भनेपछि अनि यहीँ भगवान् त यहीँ हुनुहुन्छ भनेर अनि त्यहाँबाट दाहिने हात भगवान्को शिर माथालाई परेछ। अनि अलिकति यहाँ त भगवान् यहीँ हुनुहुन्छ भनेर खोर्सेर हामीले है दाहिने हात भगवान्को शिरमा परिरहेको छ। अब त्यो दिन चाहिँ रात परिसकेको थियो होइन। अनि भोलि आएर हेर्ने भनेर अनि त्यहाँ हामी घर गयौँ। भोलिपल्ट आएर हेर्दाखेरि अनि दाजुभाइहरू अरूलाई नि बोलाएर ल्याएर आएर हेर्दाखेरि अनि त्यहाँबाट यहाँ भगवान्को मूर्ति यहीँ हुनुहुन्छ। हरेक चित्र विचित्रहरू यहाँ हरेक रामले हराएर जटायु जाऊ तिमी सीताको खोजी गर्न जाऊ, सीताको खोजी गरेर आऊ भनेर जटायुलाई रामले हराएर पठाउँदाखेरि जटायु जानुहुन्छ र सीता माईलाई भेट्नुहुन्छ। सीता माईको पछ्यौरामा चित्राले च्यापेर माता तपाईँलाई रामले लिन पठाउनु भएको, तपाईँ फर्किनुहोस् आमा भनेर जटायुले भन्दा रावणले पखेटा टार्दिन्छ। पखेटा यहाँ छ, यतापट्टि छ पखेटा। अब सीता माईले यो मैले लगाउने माला संरक्षण गरेर राखिदेऊ जटायु भनेर माला धादिनु भएको भनेको छ। हेर्नु होला यहाँ आएर राम्रोसँग माला जटायुको पखेटा हेर्नु होला, रावणले काटिदिएको। सतीदेवी सुतेको उता कुम भए दुईटा, यो त्यो कम्मर भए, यो पेट भयो भने यो गर्भस्थान भए। के हुन्छ पञ्चकन्या नाग हुन्। हजुर, पञ्चकन्या नागको पूजा गर्दाखेरि हामीले सेतै चन्दन, सेतै फुल, धुप सल्काएर राख्नु हुँदैन। यो खोल्चो भरि खोल्चा आउँदा पानी आउँदाखेरि पनि यी शिलाहरू पल्टाएर लाँदैनन्। हजुर, खोल्चाले लाँदैनन्। जस्तो अवस्थामा छन् यस्तै अवस्थामा। अब पोहोर जेठको दिन यहाँ 7-8 जना भाइहरू चाहिँ पूजा गर्नु भनेर आए। मैले देखाउँदै आएँ। यहाँ आएपछि यी त पल्टाउनु सक्छ नि भने एउटाले, अर्कोले म एउटै हातले पल्टाउन सक्छु भनेर भन्ने कुरा गरे। ल पल्टा हेर्छ भन्दा उनीहरू दिल्लै कुरा गर्नु थाले। अनि एउटाले गएर पल्टाउनु भनेर लाग्यो। 22 मिनटसम्म यहाँ चाहिँ बेहोस भएर लड्यो त्यो। 22 मिनटसम्म यस्तै जेठको दिनमा हो हामी। र भाइ हो, भगवान्लाई हामीले कहाँ लान सक्छौँ र? निन्दा नगरौँ। परमात्मा हामीले जानेनौँ, हामी अजान छौँ, हाम्रो गल्ती भयो, हामीले जानेनौँ, क्षमा दिनुहोस् भनेर पूजा गर्नुहोस् भाइ हो भनेर भनेपछि पूजा गर्न अनि डराएर पूजा गर्न थाले। पूजा गर्दै थियो त्यो केटाहरू, त्यो केटो उठ्यो भने यहाँ आएर पूजा गरेर गएपछि 3 दिन 4 दिनमा हप्ता दिनभित्र फेरि उनीहरू पूजा गर्न आउँदाखेरि सधैँ भएर आउँछन्। कोल भनेको सुन्नेर आउँछ, अनि यहाँ पूजा गरिसकेपछि हजुर यहाँ पञ्चकन्या नागको पूजा गरेर यहाँ नाग धेरै छन्। नागको पूजा गरेर गएपछि त्यस्तो अब लाटा भाइ बहिनीहरू 7-8 जना त लाटा भाइ बहिनीहरू यहाँ विषय भएर चाहिँ पूजा गर्न आइरहेका छन्। के अरे बोल्ने भएर यहाँबाट छिर्न खोज्दाखेरि मोटो मान्छे छिर्छ, धेरै मोटो त छिर्दैन नि। कोही पातलो मान्छे छिर्दैनन् भने यहाँ स्वीकृति भयो भनेदेखि पातलो मान्छेलाई पनि स्वीकृति भएन भनेदेखि सास रोकिन्छ यहाँबाट।
यो के हो यो भन्नु त गर्भस्थान हुन् धर्मगीत हुन् यहाँबाट छिर्दाखेरि आमाको गर्भस्थानबाट पैदा भएको महसुस हुन्छ भने यो हातले यहाँ समात्नु ल खोइ हाम्रा मान्छे उडिसक्यो यहाँ बसेर यहाँ नानी हो यहाँ बसेर मिसिन लानु हो है बिस्तारै जानु ल हो अब यो हात यहाँ ल्याउनु बिस्तारै दायाँ बच्चे निक्लो राम्रोसँग निक्लो मेरो बाबा कस्तो हुँदो रहेछ भनिदिनु त हजुर एकदमै राम्रो हुँदो रहेछ राम्रो लाग्यो जस अघि चाहिँ यस्तो डर फिल भइरहेको थियो जस अहिले चाहिँ राम्रो लाग्यो चाहिँ निस्किँदाखेरि के फिल भित्र के फिल हुँदो रहेछ तपाईँको शरीरमा त्यस्तो नमस्कार गर्नु रे बाबा जस्तो हल्का डर भएको जस्तो फिल भयो तर भित्रबाट चाहिँ अलिकति यतातिर चाहिँ अड्केको जस्तो भयो राम्रो लाग्यो निस्किँदाखेरि फेरि निस्क्यो होला तपाईँ यता घुमेर गर्नु के फिल भयो भन्नु त यहाँ यी मुक्तिनाथ भए यी भोले बाबाले बाँध्ने पटुका भए बाघको छाला आउनुभएको रहेछ अनि यहाँ पूजा यहाँसम्म पूजा गर्नुभयो मुक्तिनाथ भोले बाबाको पूजा गर्नुभयो पूजा गरिसकेपछि अब उताबाट माता पार्वतीको दर्शन गरेर पूजा गरेर आउँ बा भन्दा चाहिँ त्यहाँ भन्दा म त्यहाँ जान सक्दिनँ बाबु जान सक्दिनँ म जान सक्दिनँ म जान्न भनेर फर्किनु भयो यहाँबाट अब यहाँ भक्तहरूले पूजा गरेर आउँदाखेरि हाम्रो तल भारत तल राखेका छौँ यो बिचको अब जल चढाउनु हुँदैन राखेर चढाउँदै जानुपर्ने हुन्छ पटक्क फुटिया छ अहिले यो कुण्डको बारेमा के भन्नुभएको थियो गुरुले यो कुण्ड जुन नागको कुण्ड हो यो होइन नागको कुण्ड हो यहाँ कोही बेलामा यो खुट्टा भएको नागले दर्शन दिनुहुन्छ यो घाँटीदेखि तल देख्नुभएको छ तपाईँहरू देखेको छ हामीले देखेर हामीले अनि यहाँ 500 जति भक्तहरूले देख्नु भएको छ यो हामीले मात्रै भने होइन है त्यो 500 जति भक्तले यहाँबाट गएर उहाँ त्यो सप्तर्षि बसेको गएर जम्मै सबैले पूजा गरुन्जेलसम्म बसेर अनि त्यहाँबाट त्यही होला भयो खालको यो भक्तहरूसित धेरै भक्तहरूसित चाहिँ त्यो फोटोहरू युट्युब बनाएर सबैले राखेका छन् त्यो साथी मेरो हाम्रो भाइले पनि बनाएर राखेको छ हेर्न पाइन्छ त्यो अब जो पाए मान्छे यहाँ आउन सक्दैन आउन पाउँदैन कोही मान्छेको त्यो तल आइपुग्न सास बन्द हुन्छ त्यहाँबाट कोहीको आँखा बन्द हुन्छ त्यहाँबाट फर्किन्छन् गोकर्णेश्वर महादेव यहाँ 33 कोटी देव देवताले ल्याएर यहाँ क्यामेरा राख्नुभयो अब यहाँ आउने भक्तहरूको यो फोटो माथि गइसक्यो अब यहाँबाट यहाँ क्यामेराले खिचेर माथि गइसक्यो यहाँ आइपुगेपछि नि ओहो यहाँ त दिन चलित रहेछ भनेर फर्किन्छन् कति आइने छ मान्छेहरू के त्यस्तो कस्तो हामीले बुझ्न सकेको छैन त्यहाँबाट यहाँ आएर दर्शन नगरी फर्किन्छन् कपट भएर छोर काम छोड्छ उनीहरूलाई यो भगवान् हेर्नु मन लाग्यो उनीहरूको भित्र के मन्त्र छ तिनीहरूसँग त्यही भएर उनीहरू सक्दैनन् आउन कस्तो खालको कहाँदेखि आउँदैन उनीहरू त कलेजदेखि आउँछन् नि कहाँ छ बाबुले भन्नुभएको कुराले नि मैले चाहिँ एकदम आफूलाई पर्या मान्छे भएर यहाँ आइसकेपछि आउन नसक्ने उनीहरू उनीहरूको भित्र केही छ कपट छ उनीहरूसँग त्यो कपट भएर जस्तो दिल खुला छ नि त्यो हिँड्न सक्छ आउन सक्छ अनि यहाँ 5वटा शिर भएर काली नागले यस्तो गरी खेलेर बसेको काली नागको त्यो गाई गएर हेर्नु होला उताबाट पनि देखिन्छ तर लास्टमा आएर यहाँको काली नागको दर्शन गरेर मात्रै अनि गएर आरती हुन्छ यो मकवानपुर जिल्लाको तपोवनको दृश्य हामीले तपाईलाई देखायौं तपाईले त्यहाँ देख्नुभयो विभिन्न ढुङ्गामा देवताहरू रहेको उहाँले बताइराख्नु भएको थियो यस्तो लाग्छ कि दर्शकवृन्द
जहाँ ढुङ्गामा देवताको वास छ, जहाँ थुङ्गामा स्वर्ग चाहिँ आवास छ भनिरहँदाखेरि यो ढुङ्गामा देवता भएको देख्दाखेरि साँच्चीकै नेपाल तपोभूमि नै हो भनेर हामीले भन्न सक्छौँ। डाक्टर साहब, यो दृश्य हेरिसकेपछि हामी सँगै थियौँ, डाक्टर साहब पनि सँगै हुनुहुन्थ्यो। एउटा साधक भएको नाताले हामीले बुझ्ने र हामीलाई अनुभव हुने र डाक्टर साहबले अनुभव हुने फरक हुन्छ। डाक्टर साहबले के अनुभव गर्नुभयो? सर्वप्रथम त अब हेटौडावासीहरूलाई नै एउटा जो हेटौडामा जन्मिनुहुन्छ, जो हेटौडामा बस्नुहुन्छ, हेटौडाभरि नै बस्नेहरू र पनि विदेशमा बस्ने एउटा हाम्रो यस्तो देश हो, गर्व गर्नुपर्छ। र भाग्यमानी मान्छे मात्रै त्यस्तो ठाउँमा जन्मिन्छन् जसको एउटा 33 कोटी देवताको उत्पत्ति हुन्छ, त्यस्तो ठाउँ जन्म हुन्छ होइन। त्यो चाहिँ हेटौडावासीमा पनि लागु हुन्छ भन्नु खोजेँ मैले। र त्यसदेखि बाहेक अब हामीले हेर्ने दृष्टिकोण तपोभूमि भनेर हामीले पटक पटक भनिरहन्छौँ नेपाललाई। तपोभूमि भनेको के हो भने तपस्या गर्ने ठाउँ। ऋषिमुनिहरू भगवानहरूले सम्मेलन गर्ने र सभा सम्मेलन गर्ने, भगवानहरूले ध्यान गर्ने, ऋषिमुनिहरूले गर्ने तपोभूमि भएकोले नै तपस्या गर्ने भएकोले नै तपोभूमि भएको। अब तपोभूमि भन्ने बित्तिकै तपाईँको अलिकति भौतिक सुविधाहरू सुविधाजनक हुँदैन। जस्तो उदाहरणको लागि हामीले गोसाइकुण्डलाई पनि हेर्न सक्छौँ होइन, तपाईँको मुक्तिनाथलाई पनि हेर्न सक्छौँ होइन, त्यसपछि पाथिभरालाई पनि हेर्न सक्छौँ। हरेक कुराहरू त्यस्तै पनि मतलब हेटौडाको तपोभूमि भनौँ न। अब मैले हेर्दाखेरि मलाई त एक किसिमको एउटा के भने अब हुन त हामी एउटा साधनाको क्रममा अब विभिन्न ठाउँमा जान्छौँ होइन। त्यो पनि मलाई के लाग्छ भने मैले हेर्दाखेरि चाहिँ एकदम धेरै अनौठो, एकदम धेरै शक्ति होइन, जुन शक्ति चाहिँ सारा नेपाली विश्वको जगत मानव कल्याणको लागि मतलब एउटा आर्जिने ठाउँ छ, त्यो लिने ठाउँ छ। अलौकिक शक्ति छ भनेर भन्न सक्छौँ हामीले होइन। यस्तो अब अलौकिक शक्ति नभयो भने त किन त्यस्तो भगवानहरूको उत्पत्ति हुन्छ र? मान्छेले एउटा कुदेको भगवानमा त यति धेरै विश्वास गर्छन्, त्यो त प्रकृतिले अब एउटा लीला भनौँ न, ब्रह्माण्डमा भएका एउटा लीला जगतको एउटा लीलाले बनेको कुराहरूलाई हामीले नमान्ने, त्यो शक्ति छैन भन्ने कुरा त गर्ने कुरै भएन नि होइन। एउटा मान्छेले कुदेको एउटा आकार दिएकोलाई त हामीले यति श्रद्धा भक्ति गर्छौँ भने त्यो त प्रकृतिले बनाएको चिज हो, कहीँ कसैले मान्छेले बनाएको भन्ने कुरा होइन नि। हजुर, त्यहाँ डाक्टर साहब हामी सँगै थियौँ। डाक्टर साहबले औडा मिटर, घोष मिटर पनि प्रयोग गर्नुभएको थियो, हामीले दृश्यमा पनि देखाएँ। मेरो त त्यो मिटरहरूले कामै गरेन, मैले तपाईँलाई सिधा भन्नु पर्दाखेरि कामै गरेन। काम गरेन मतलब यो हो कि तपाईँको कति शक्ति छ नि त्यो नाप्नै सकिन्न, भगवानको त शक्ति नाप्न सकिन्न नि। तर मैले चाहिँ त्यो पोजिटिभ इनर्जी अब त्योभन्दा धेरै थियो, अब कामै गरेन नि। जति रेन्ज देखाउनु पर्ने थियो त्यो त देखाउनै सकेन, मेसिनै बन्द भयो होइन। त्यस कारण त्यो चल्नै छोड्यो। त्यो चल्न छोडिसकेपछि त कति रहेछ भन्ने कुरा होइन कि त्यो कसैले नाप्नै सक्दैन भने त्यस्तो किसिमको एउटा पोजिटिभ इनर्जी छ। हजुर, वास्तविक देवताको शक्ति नाप्न सकिँदैन होइन। खासमा नाप्न भनेर त गएको होइन कि, तर पोजिटिभ इनर्जी कति रहेछ, नेगेटिभ हो कि पोजिटिभ हो एकचोटि हेरौँ भनेर गएको। अब धेरैवटा भगवान उत्पत्ति भएको हुन्छन् कलीमा होइन, न साँच्चै नै कलीमा फेरि त्यस्तै भगवानहरूको पनि उत्पत्ति भएको हो कि के रहेछ त भनेर खास त्यो हिसाबले हेरेको हो। तर वास्तविक त्यो होइन, साँच्चै नै त्यहाँ एउटा अदृश्य शक्ति छ, अद्भुत शक्ति छ होइन। र एउटा हामीले त्यहाँको जुन महिमा, जुन चाहिँ नि तपाईँको त्यो पूजा पद्धति त्यो एउटा राम्रोसँग गर्न सक्यो भने साँच्चै नै त्यो एउटा स्वर्ग कस्तो हुन्छ भनेर मान्छेले परिकल्पना गर्छन् नि। हजुर, मतलब जिउँदैमा पनि स्वर्ग जान सकिने ठाउँ हो क्या त्यो। हजुर, टिप्पणामै हामी स्वर्ग पुग्न सक्छौँ, स्वर्ग पुग्न सक्छौँ, तर वास्तविक देवताको शक्ति हामी जाँच्न सक्दैनौँ। दर्शकवृन्द, कार्यक्रम तन्त्र विज्ञानमा हुनुहुन्छ। हामीले कुरा गरिरहेका छौँ भगवानको शक्ति जाँच्ने यन्त्रहरू पनि छ विज्ञानमा, तर वास्तवमै त्यो वास्तविक शक्ति भएको ठाउँमा चाहिँ त्यो मेसिनले काम नगर्ने पनि रहेछ। डाक्टर साहबले भनिसक्नुभयो त्यहाँ मेसिनले काम गर्न सकेन भनेर। हामीसँग अन्य दृश्यहरू पनि छ, महत्त्वपूर्ण दृश्य बाँकी नै छ। कार्यक्रममा पालो भएको छ विश्रामपछि त्यहाँ भएको अझ शक्तिको कुरा हामी गर्नेछौँ।
विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु। दर्शकवृन्द, कार्यक्रम तन्त्र विज्ञानको प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ। हामी कुरा गरिरहेका छौँ तन्त्रभित्रको शक्ति, वास्तवमै जहाँ वास्तविक शक्ति छ देवताको, त्यो तन्त्र साधकको लागि पनि एउटा अचम्म लाग्दो हुँदो रहेछ। हामीले देख्यौँ कि तन्त्र विज्ञान कार्यक्रमको यो पहिलो दृश्य पनि हुन सक्छ। हामी तपाईलाई देखाउन जाँदैछौँ कि हाम्रो तन्त्रविद डाक्टर साहब मिलन कुमार थापाज्यू हामीसँगै हुनुहुन्थ्यो। उहाँले पनि दर्शन गरिसकेपछि त्यहाँभित्र भएको शक्ति बोध गर्नुभएको छ, त्यसको बारेमा पनि हामी छलफल गर्नेछौँ। तर त्यहाँ भएको यो सानो घटना तपाईँको लागि कार्यक्रम तन्त्र विज्ञानको यो पहिलो चोटिको दृश्य हो। भर निन्दारु तमरुता तन्मी त्यति त्यही सबै वेदै सानो पनि कर्म गर्दै जानिन्दी समका ध्यान बसिक गते मन साई पस्यो यो यन्त्रम पान विदुरा सुरा सुरा देवाय तस्मै नमो श्री मन सञ्जन चरचित ज्वाला सुलम्बरा मुक्तिका माला लङ्कित कुण्डला परविति माते दर्शन गर्न आउनुभएका सबै भक्तहरूको जय गर्नुहोला, क्षमा गर्नुहोला, सही समार गर्नुहोला। भगवानले सधैँ रक्षा गरिदिनु। अब यहाँ विधिपूर्वक पूजा हुन्छ, आरती हुन्छ, बेलपत्र चढाइन्छ, पहिला त्यहाँबाट आरती हुन्छ। पशुपति जगदीश ओम हर 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 महादेव। अनि यहाँ भगवानहरूलाई मिलाएर आजा पूजा सबै सिकाउनु भयो होइन। सिकाएपछि हामी सबै मिलाइसकेपछि अहिले आनन्द, अहिले तपाईँको यहाँ स्वर्गै पुरी हो कि भने आएको त्यस्तो आनन्द आउँछ, त्यस्तो राम्रो ठाउँ भयो अहिले। अहिले भक्तिहरू आउँछन्, धेरै मान्छेहरू आउँछन्, यहाँ कस्तो आनन्द, यहीँ बसिरहनु पाए हुन्थ्यो भने जस्तो कुरा यस्तो भइरहन्छ क्या सधैँभरि। अहिलेसम्म हामीले यहाँ राति मान्छे बस्नु दिएको छैन, जङ्गल भएको हुनाले, जङ्गलको ठाउँ भएको हुनाले कुनै फटाहरू आएर केही गर्ला कसो गर्ला त्यो थाहा भएन, त्यस कारणले आउनु दिएको छैनौँ हामीले। भगवानले दर्शन अझैसम्म दिँदै हुनुहुन्छ, यहाँ अरू भगवान नभेटेको भगवानहरूको यहाँ अझै बाँकी हुनुहुन्छ हामीले भेट्नु। भगवानले सपाउनु दिँदाखेरि यो चाहिँ कस्तो खालको पहिला के रहेछ भनेर शिवजी नै प्रकट भएरै भन्नुभयो क्या, खोलाको माझमा बसेर। यहाँ चाहिँ कहिलेदेखिको यो रहेछ भनेर थाहा पायो? अर्थको थाहा पाइएन, अर्थको मन्दिर सन्दिरको केही कुराहरू भएन। यहाँ भगवानलाई मात्रै यहाँ एक्लै बसिरहेको देखियो होइन। बसिरहेको देखेपछि अनि मेरो आज पूजा भएकै छैन, अब चलाउनु पर्छ तिमीले भनेर भन्नु। भगवान शिव जस्तो नाग पनि हामीले काली नाग देख्यौँ होइन। कुन विधिले पूजा गरेर यहाँ चाहिँ शक्ति अझ पनि जोगाउन सकिन्छ? शक्ति अझ बढिन सक्छ, यहाँ शक्ति सबै सिकाइदिनु भएको छ। यो मलाई मात्रै थाहा छ, अरूलाई थाहा छैन। त्यो चाहिँ कुन पद्धति, वैदिक पद्धति रहेछ कि तन्त्र पद्धति? यो यहाँको सृष्टिकालकै पद्धति हो सबै। हजुर, पहिले सृष्टिकालमा भएको, कसैले नथाहा पाएको, यहाँ कसैले पत्तो पाउन नसकेको जङ्गलको बिचमा भएको हुँदाखेरि अब यो नयाँ सृष्टिमा अहिले पुग्यो।
पहिले भगवान पहिलाको सृष्टि अहिले पछि भेटेको हुनाले पछिको सृष्टिबाट अहिले हामीले खोतालास भयो कि भनेपछि तपाईँले जस्तो यहाँ फुटपाथ पनि गर्नुहुन्छ होइन त्यो चाहिँ तन्त्र पद्धति नै लगाउनुहुन्छ तन्त्र मन्त्रबाट यहाँको भगवानको शक्तिद्वाराबाट उहाँले दिनुभएको छ शक्तिहरू मन्त्रहरू होइन झाँक्रीले सिकाउने मन्त्र यहाँ झाँक्रीको कुनै केही काम लाग्दैन अब यहाँ तन्त्र मन्त्र जान्ने मान्छेहरू यहाँ काम लाग्दैन यहाँ भगवानकै शक्तिद्वाराबाट मलाई दिनु भइसक्यो भगवान उमा महेश्वरको यो शङ्ख हो यहीँबाट दिनुभएको शङ्ख हो यो नौलो दृश्य पनि तपाईँले हेर्नुभयो दर्शकवृन्द साँच्चीकै तन्त्र के हो मन्त्र के हो यन्त्र के हो भनेर हामीले कार्यक्रम तन्त्र विज्ञानमा छलफल गरिरहेका छौँ यो बीचमा हाम्रो साथमा हाम्रो तन्त्रविद हुनुहुन्छ डाक्टर साहब यो दृश्य हामीले देखायौँ टेलिभिजनमा हाम्रो दर्शकले हेर्नुभयो डाक्टर साहबलाई त्यो जुन खड्ग थियो देवीको खड्ग भनेर त्यो दर्शन गर्छु भनेर जाँदाखेरि डाक्टर साहब हामीले त्यो के घटना भयो भनेर भन्न जरुरी छैन दर्शकले देखिसक्नु भएको छ किन त्यस्तो भयो त्यो बीचमा कस्तो अनुभव हुँदो रहेछ यस्तो यो हामीले कार्यक्रममा पहिलोचोटि देखाएको भएर हामीलाई नौलो भएको हो अब यस्तो वास्तव तपाईँको मलाई यो चौथो खास दर्शन मैले पाएको मैले फर्स्टमा पशुपतिनाथको पनि पाएको थिएँ होइन त्यसपछि मुक्तिनाथको पनि पाएँ त्यसपछि आएर कलकत्ते कालीको पनि पाएँ र त्यसपछि अब यो तपोभूमिमा पनि पाएँ खासमा त्यो खड्ग छोइसकेपछि मलाई 3-4जना भगवानहरू नै भनौँ न मतलब देवीहरू नै आएर घोक्राएर नै लैजान लागेको कि मलाई लैजान लागेको अनि त्यसपछि केही भन्नु छ भनेर त्यो कानमा चाहिँ एकदम कस्तो कस्तो मतलब एक किसिमको तरङ्ग आयो तरङ्ग आइसकेपछि कहाँ गएँ त्यसपछि जाँदै गर्दाखेरि त्यहाँ चाहिँ तपाईँको जुन उमाकुण्ड महेश्वर जुन कुण्ड छ त्यो कुण्डको मुनि चाहिँ तपाईँको एकदम ज्वालामुखी जस्तो एकदम तपाईँको पुरा यो चाहिँ के भन्छ नागले घेरेको एकदम बल्ने खालको एउटा पत्थर छ अनि त्यसपछि त्यहाँ विभिन्न किसिमको भगवानहरू जुन हामीले देखेको भन्दा अनौठो भगवानहरू चाहिँ त्यो जमिन मुनि अझ पनि हुनुहुन्छ रहेछ र त्यो चाहिँ नि भगवानले भनेअनुसार चाहिँ नि हामी मतलब पछि बिस्तारै हाम्रो सृष्टि यहाँ हुन्छ होइन अनि त्यो किन ढिला आइस भनेर चाहिँ नि भगवानले मलाई चाहिँ नि त्यसरी धकेल्नु भएको भन्ने कुरा चाहिँ नि भयो मेरो हजुर होइन र तैँले चाहिँ नि हामीलाई मान्नुपर्छ भन्ने कुरा बाचा गराउनु भएको छ मैले त्यो अनुसार अब गर्छु पनि त्यहाँ मान्नुपर्ने भयो यसो हेरिरहँदाखेरि डाक्टर साहब त्यहाँ त्यो दृश्य हेरिरहँदाखेरि शरीरलाई पीडा भएको हामीले बुझेका छौँ त्यो वास्तवमा पीडा होइन मलाई त केही हुँदैन केही पनि भएन एकछिनसम्म झुम्म भयो पुरै तपाईँको त्यहाँ आगोको ज्वालाहरू जस्तो देखिरहेको थिएँ होइन पुरा तपाईँको सर्पहरू नागहरू देखिरहेको थिएँ मेरो आँखाले सबै त्यस्तो मात्रै देखिरहेको थियो त्यसपछि बिस्तारै हराउँदै गयो अनि म आफू फेरि पुनः म के गरिरहेको छु भनेर म आफै पनि झसँग भएँ होइन अब त्यो चाहिँ नि किनभने म आफैले पनि कति कुराहरू चाहिँ नि अब हामी एउटा साधनाको क्रममा भगवानले एउटा दिव्य दर्शन दिँदाखेरि हरेक रूपले दिनुहुन्छ नराम्रो जस्तो गरेर समाउने घोक्रे हुने जस्तो खालको व्यवहार देवताले त्यस्तो गर्छ भन्दाखेरि मैले त्यो खड्ग नछोएको भए सायद मलाई नदिनु पनि हुन्थ्यो होला नि त मैले त भगवानको खड्ग त छुनै हुन्थेन तर मैले छोएँ होइन मलाई पनि एकदम सुत्ता भयो के गरौँ भयो क्या अब त्यो हेर्दै जाँदाखेरि कहाँ के गर्ने नुनी कि अब के गर्ने मलाई त के भइरहेको थियो मनमा होइन त्यसपछि उहाँले त्यो खड्ग उचाल्नु मैले छोइसकेपछि मतलब भगवानहरू आएरै मतलब समातेरै धकेलिदिनु भयो त्यसपछि अनि तर धकेलिदिँदाखेरि पनि जुन मेरो टाउकोमा चाहिँ एकजना भगवान मतलब माताले मैले त्यो भन्न मिल्दैन उहाँले चाहिँ मलाई मतलब आफ्नो काखमा राखिरहनु भएको थियो त्यस्तो बेलामा अलिकति गाह्रो ठाउँमा त्यसरी भयो भने त अप्ठ्यारो हुन्छ होला नि त त्यसकारण यस्तो देवता आउनु यसरी नै आउनु त अप्ठ्यारो होला त्यो सारा भगवानले होइन
भगवानले दिव्य दर्शन दिने बेला कुनै चोटपटक लाग्ने कुनै अप्रिय घटना घट्ने हुँदैन अरूलाई देख्दाखेरि अनौठो लाग्न सक्छ डर लाग्न सक्छ त्यो बेग्लै कुरा हो हैन तर हामीलाई त्यो त भगवानले बचाउनुहुन्छ भगवानले ज्ञान दिने हो है त्यो ज्ञान आर्जन गर्नु नै हाम्रो लागि ठुलो मतलब सपना हो जस्तो मैले 20 वर्षमा त्यो उपलब्धि पाउनु भनेको मेरो लागि त धेरै ठुलो कुरा हो नि त्यहाँको पुजारीले हामीसँग भनिरहनु भएको थियो हामीले दर्शकले पनि हेरिसक्नुभयो यहाँ चाहिँ तान्त्रिकको काम छैन झारफुकको काम छैन मन्त्रको काम छैन स्वयं देवताबाटै शक्ति आर्जन गरेको छु भनिरहँदाखेरि त्यहाँ तन्त्र साधक गएको कारणले त्यस्तो भएन त्यस्तो होइन मतलब उहाँलाई म सम्मान गर्छु आदर गर्छु सत्कार गर्छु हैन भगवानले उहाँलाई सपनामा दिव्य सपना दिएर त्यति भगवान उत्खनन हुनु अनि त्यो एउटा भूमिलाई तपभूमि बनाउन सक्नु पनि एउटा भगवानको कर्म जन्मिँदाखेरि ल्याउनै पर्छ हेर्नुस् हैन त्यसलाई हामीले त्यसरी आदर सत्कार गर्नुपर्छ जहाँसम्म उहाँले तान्त्रिकहरूको काम छैन भन्ने कुराहरू चाहिँ उहाँले मलाई जहाँसम्म लाग्छ उहाँको बुझाइ कम भएको हो अब शिव भगवान आफै पनि तन्त्रको गुरु हुनुहुन्छ हैन उहाँले जस्तो आगमका कुराहरू आउँछ हैन जस्तो आगमको कुरा भन्दाखेरि आगमको कुरा आउँछ जस्तो शिवले चाहिँ तपाईको उपदेश दिनुभएको हैन गको अर्थ चाहिँ पार्वतीले सुन्नु भएको अनि मको अर्थ चाहिँ विष्णु भगवानले चाहिँ मान्नु भएको भन्ने जुन कुराहरू छ तन्त्र शास्त्रमा धेरै कुराहरू छ हैन अब त्यसको पनि विस्तृत तपाईको मतलब श्लोककै कुरा गर्ने त्यो कहाँ लेखेको छ भन्दाखेरि पनि रामचरितमानस मङ्गलाचरण श्लोक 7 मा उल्लेख गरेको छ हैन त्यसले गर्दाखेरि भने तन्त्रको विविध पक्षहरू छन् तर के भने भगवानले रूप दिँदाखेरि हरेक मान्छेलाई हरेक किसिमले दिनुहुन्छ जुन उहाँलाई शक्ति दिनुभयो जुन किसिमको उहाँलाई सपना दिनुभयो त्यो पृथक मलाई दिनुभएको छ नि तर उहाँको सपना मैले सोध्दिनु मेरो सपना पनि उहाँले सोध्ने हिम्मत गर्नु हुँदैन नि त मैले पनि हिम्मत गर्दिनँ तन्त्र साधना नगरिकन पनि सपनाको मार्फत तन्त्र साधक जस्तै गरेर होइन त्यसरी हुँदैन हैन उहाँको पहिला कुल्यानहरूको केही थियो होला हैन उहाँ अलिकति भगवानप्रति भक्त हुनुहुन्थ्यो होला उहाँ अलिकति मन सफा थियो होला उहाँको दिल सफा थियो होला उहाँ अलिकति पवित्र आत्माको हुनुहुन्थ्यो होला त्यस्तोको ठाउँमा भगवानले बास गर्ने हो जो पाए त्यसको मात्र गर्दैन लाखौं जनामा हजारौं जनामा एकजनालाई त्यो सपना दिने हो हैन त्यो कुरामा हामीले मान्नुपर्छ त्यो मान्छेले गफ हो कि भन्ने कुरा हैन त्यसलाई त उहाँले प्रमाणित पनि गरिसक्नु भयो नि भनेपछि उहाँले यो तन्त्रको काम छैन यहाँ भनिरहँदाखेरि त्यो बुझाइ कमी हो त्यहाँ चाहिँ उहाँको बुझाइ कमी हो उहाँले पछि बुझ्नुहुन्छ हैन उहाँले जुन फुक्छु भन्नुभयो नि उहाँले कसले सिकाएको मन्त्रले फुक्नुहुन्छ त भन्दा शिव भगवानले दिनुभएको भन्नुभएको छ नि त उहाँले हैन शिव त तन्त्रको यसमा लौकिक गुरुको आवश्यकता पर्दैन गुरु नै शिव हो नि मेरो पनि अलौकिक शक्तिले हामी गुरु मान्छौँ हैन मेरो पनि तन्त्रको त गुरु त शिव त हो नि हैन एउटा बाटो हिँड्नको लागि एउटा डोरा र पुर्याउनको लागि गुरुको आवश्यकता पर्छ तर त्यो जुन श्रुति हो जुन किसिमको मन्त्र हो त्यो त भगवानहरुकै पालामा भएको सृष्टि भएका भगवानहरुले बोलेका कुराहरुलाई हामीले लिपिबद्ध गरेको त हो हैन हिजोको तन्त्र साधकहरु भगवानसँग कुरा गर्थे मैले पटक पटक भन्ने गर्थे नि साच्चैको हो नि त्यसकारण मलाई पनि भगवानले दुई चार कुरा भन्नुभएको छ त्यसको बारेमा हजुर मतलब त्यो एउटा अझ त्यो भन्दा विस्तृत रूपमा धेरै कुराहरू निस्किन्छ भनेपछि डाक्टर साहब त्यही जुन सुतिरहेको अवस्था त्यो स्वप्न अवस्था हो त्यो बेलामा दिएको भगवानले दिनुभयो त्यहाँको पुजारीले त राति सुतेको सपनामा दिनु किन फरक हुन्छ भगवानले त एउटै विधिबाट दिँदाखेरि हुन्थ्यो होला अनि हामीलाई दिन पनि सजिलो होइन त्यस्तो भ्रम जस्तो होइन भ्रम जस्तो हुँदैन त्यस्तो हुँदैन नि भगवानको साधकहरूलाई जतिखेर पनि भगवानले दिनुहुन्छ म त साधक हो नि म त भगवानको भक्त हो नि म आज टिकेकै छु भगवानको सत्कर्म गरेर असत्कर्म गरेर होइन नि म जे गरिरहेको छु आजसम्म 18-20 वर्ष बिताइसकेँ 20 वर्षसम्म होला यता कता दुई चार जनाको नभएला बगेको कुरा न त सबैको गरेर म यहाँसम्म आइरहेको छु नि हैन मेरो त भगवानले सद्बुद्धि दिनुभएको छ नि हजुर यदि सद्बुद्धि नदिएको भए यो तन्त्र विज्ञान भन्ने किताब निकाल्न सक्ने थिएन यदि सद्बुद्धि दिएको भए मन्त्र विज्ञान भन्ने किताब निकाल्दैछु अब त्यसपछि फेरि त्यो भन्दा धेरै सद्बुद्धि दिएर यन्त्र विज्ञान निकाल्दैछु हैन त्यसपछि जब यन्त्र विज्ञान निकाल्छन् नि कसको शक्ति कति रहेछ भन्ने कुरा त्यो बेला मूल्याङ्कन गर्ने कुरा हो मेरो मूल्याङ्कन गर्ने दिन आउँदैछ भगवानले मूल्याङ्कन गर्ने दिन दिनुहुन्छ यो विश्वलाई यो नेपालमा बस्ने समस्त नेपालीहरूलाई यो एउटा तन्त्र साधक कस्तो खालको रहेछ भने सोच्नुपर्ने बाध्यता त्यो दिन आउँछ जुन दिन मेरो यन्त्र विज्ञानको कुराहरू आउँछ त्यो दिन उहाँहरूले मलाई सोध्नुहुन्छ र त्यो दिन त्यो प्रमाणित गर्छु मैले हजुर हामी देवताको कुरा गरिरहेका छौँ भगवानको कुरा गरिरहेका छौँ
यो बिचमा चाहिँ किन हामी ढुङ्गामा चाहिँ भगवान छ भनेर ढुङ्गालाई पुज्ने, त्यहाँ डाक्टर साहबले पनि त्यो एउटा ढुङ्गा रूपी मूर्ति जुन त्यो खड्ग थियो त्यसलाई छोएपछि त्यो ढुङ्गामा तत्त्व के छ अरू भन्दा होइन, त्यहाँ त तपाईँको एकदम अलौकिक शक्ति छ। त्यो जुन तपाईँले ढुङ्गा देख्नु भएको छ नि त्यो भित्र त धेरै किसिमका कुराहरू छ। भित्र भनेको तत्त्व जुन हामीले देख्न नसक्ने कुराहरू छ। जस्तो शालिग्राम भित्र सुन हुन्छ नि, त्यो शालिग्राम फुटाल्छन्। बाहिर त कालो त छ, के छ त छैन नि त होइन। तर त्यो शालिग्राममा जुन शक्ति छ जसले चिन्छ त्यसले पो चिन्दछ, त्यो नचिन्नेलाई के थाहा हुन्छ होइन। नचिन्नेलाई त ढुङ्गा हो नि। तर मैले जुन कुरा चिने त्यो त त्यहाँ त साक्षात भगवान छन् भनिहालेँ। त्यो उमा महेश्वर कुण्डमा जहाँ त्यो भगवानको मुनि यति ठुलो विस्तृत रूपमा यति ठुलो पहेँलो डल्लो छ एउटा, त्यहाँ पुरै नागले घेरेर बस्नु भएको छ। त्यो त एकदम झरझर बलिरहेको छ त्यहाँ मुनि। त्यहाँ मुनि त्यहाँ चाहिँ प्रत्येक ठाउँमा तपाईँको नाग र नागनीहरू बसिरहेका छन्, ठाउँमा बसिरहेका छन्। पुरा गहिरो छ समुद्र मुनि पुरा जमिनमा पुरै चाहिँ समुद्र छ, ठुलो समुद्र छ। हजुर। अनि अर्को कुरा डाक्टर साहब, तन्त्र साधक डाक्टर साहब हुनुहुन्छ, त्यहाँ चाहिँ क्यामेराका कुरा गरिरहनु भएको थियो। त्यहाँको पुजारीले जो आउँछ क्यामेराले फोटो खिचेर माथि पठाउँछ, त्यो चाहिँ आएको हो भनेर सम्झनाको लागि, त्यो मोक्षको लागि त्यसले सहयोग गर्छ भनिरहँदाखेरि हामी अध्यात्मको कुरा गरिरहन्छौँ, वैदिक कुरा गर्छौँ, तन्त्रको कुरा गर्छौँ। त्यो क्यामेरा क्यामेराको कुरा भन्दाखेरि पनि अब त्यो एउटा के भनेदेखि रूप हो है, हरेक रूप हुन्छ। विज्ञान जति पनि आविष्कार भयो शास्त्रमै टेकेर आविष्कार भएको छ होइन, हामीले सूक्ष्म अध्ययन गर्ने हो नि। त्यसकारण त्यो शास्त्रसँग क्यामेराका कुराहरू, शास्त्रसँग चाहिँ तपाईँको प्लेनका पुष्प विमानको कुरा पनि त शास्त्र सम्मत थियो। आज साँच्चै नै हामी प्लेन चढ्छौँ होइन। त्यसकारण पनि हरेक कुराहरू चाहिँ शास्त्र सम्मत छन् त भगवानसँग जोडिन्छन् नै। मेरो जिज्ञासा चाहिँ भगवान सर्वव्यापक हुनुहुन्छ, तर त्यो क्यामेरा छ है भनेर देखाउनको लागि, खालि डराउनको लागि मात्रै हो कि जस्तो विज्ञानमा सिसी क्यामेराको त्यसरी चाहिँ विश्लेषण गर्दिनँ होइन। तर मैले भनेको हामी मानव जगतमा हामी मानवहरूले जति पनि विज्ञानका उपकरणहरू प्रविधिहरू चलाउँछन् सबै भगवानसँग जोडिएका छन्। सबै तपाईँको बाणको कुरा हेर्नुहोस् होइन, चक्र बाणका कुरा गर्नुहोस्, सुदर्शन चक्रका कुरा गर्नुहोस्। आज त्यही सुदर्शन चक्र र बाणको कुरा गर्ने भने आज बमबारीको कुरा आउँछ, आणविकका कुराहरू आउँछ, रकेटका कुरा आउँछ। हिजो तपाईँको धनुष बाण भनेर हान्थे, त्यो चाहिँ एउटा शास्त्र सम्मत थियो। आज रकेट भनेर हान्छन्। फरक यति नै त हो नि होइन। भनेपछि देवताले बोल्नका लागि मानिस मार्फत स्वयं देवताले त्यो आफै त्यो दृश्यहरू देखाइदिएको भए पनि हुन्थ्यो होला नि। अनि विश्वास गर्न त यस्तो नि, देवताहरूले त रूप देखाइसके त होइन, त्यहाँभन्दा विश्वास के चाहियो त मानवहरूलाई। त्यो जमिन मुनि यस्तो किसिमको प्रकारको हामी भगवानहरू यसरी बसेका छौँ, हाम्रो सृष्टि यसरी भएको छ, त्यसको उत्खनन गरेर हामीलाई पूजा गरेर तिमीलाई अझ फल प्राप्त हुन्छ, अझ नेपाल समुन्नत विकास हुन्छ। विश्वले मतलब हेर्न सक्दैन नेपाललाई। नेपालीहरू धनी हुन सक्छ, नेपालीहरूको सद्बुद्धि आयो भने त हामी त विश्वमा सबसे बडा धनी, सबसे बडा बुद्धिमानी हामी नेपाली हो नि। हामीलाई त ठाउँमा चाहिँ तपाईँको काहीँ पैसाको कारणले, काहीँ लोभको कारणले, काहीँ लालचको कारणले, काहीँ रूपको कारणले आज दरिद्रताले छोएर मात्रै हामी कमजोर भएको। हामी कमजोर हुनुपर्ने जरुरी। नागको पनि कुरा गर्नुभएको थियो डाक्टर साहब, त्यस्तो नागले दर्शन दिएर फोटो पनि छ भनेर भन्नुभएको थियो। हामीले त्यो फोटो लिन सकेनौँ उहाँहरू। होइन, मैले देखेँ, मैले आफूले देखेँ नागहरू, धेरै किसिमका नागहरू हुनुहुँदो रहेछ होइन। त्यहाँ पुरा घेरेर बस्नु भएको छ, पुरा पाले पहरा जसरी बस्नु भएको छ होइन। त्यसकारण मलाई एक दुईवटा कुरा भन्नुभएको छ, म त्यो एक दुईवटा कुरा पुरा गर्छु। मलाई पनि अब त्यहाँ मलाई जहाँसम्म लाग्छ त्योभन्दा अरू सृष्टिका कुराहरू निस्किन्छ, तपाईँ हेर्दै जानुहोस्। भनेपछि अब त्यहाँको लागि डाक्टर साहबको योजना के छ? अब मेरो योजना के छ भन्दाखेरि भगवानले भनेको कुराहरू मैले त्यहाँ गर्छु, एक दुईवटा कुरा त्यो मैले अहिले भन्दिनँ होइन। मलाई पनि जे भगवानले भन्नुभएको छ त्यो कुराहरू मैले पुरा गर्छु। भगवानको सदिच्छा ममा छ, मलाई आशीर्वाद दिनुभएको छ। र मलाई म एउटा खुसी यो अर्थमा नि भयो कि अबको दिनहरू मैले जहाँ टेक्छु, जहाँ उकालो चढ्छु, म पक्कै पनि ओर्लिन्न र मतलब जुन जहाँ चढ्न जान्छु त्यो ठाउँसँग भगवानले पुर्याउनुहुन्छ भने मलाई पूर्ण विश्वास छ। मेरो यो चौथो दर्शन हो, अघि नै मैले भनिहालेँ। किनभने यति दर्शन पाउनको लागि मैले धेरै त्याग तपस्या गरेको छु, धेरै दुःख पाएको छु होइन। आज धेरै जीवनयापन म यसमै गरेको छु। अब तपाईँको अरू त मैले केही कमाएको छैन, खास बुद्धि कमाएको छु। मसँग एउटा ज्ञान छ, यस्तो ज्ञान छ जसले भगवानले दिने ज्ञान जे हो मसँग पनि त्यही छ, त्यो म निकाल्ने कोसिस गर्दैछु। मैले भनिहालेँ जब मेरो यन्त्र विज्ञान निस्किन्छ साँच्ची नै यो मान्छे त साँच्ची यस्तो खालको रहेछ भने जुन प्रमाणित
सम्मानित गर्ने दिन मेरो आउँदैछ। त्यो समय सबै नेपालीहरूको प्रतीक्षाको घडी पनि हुन्छ भन्ने मलाई लाग्छ र मलाई एउटा विश्वास के छ भने पूर्ण विश्वास चाहिँ भगवानको कृपा आशीर्वाद ममा छ, मलाई दिनुभएको छ। म त्यसमा एकदम गर्व गर्छु, खुसी छु होइन। त्यो सायद कमै मान्छेले पाउँछन् भन्ने मलाई लाग्छ। हजुर, भनेपछि डाक्टर साहबले आफै अनुभव गरेर भोगेर अथवा स्वप्न अवस्थामा दिवा स्वप्न अवस्थामा पनि भगवानको दर्शन, भगवानको आदेश भनौँ पाएर त्यहाँ एकदम अद्भुत किसिमको वातावरण बन्यो भने हामीले माथि हेर्दाखेरि जुन संसार देखिन्छ नि, मुनिको संसार त स्वर्ग छ नि। भनेपछि तन्त्र साधकले त्यो मुनिको मुनिसँग पुगेर आएँ त्यही बिचमा म एकदम खुसी छु। म एकदम गर्व गर्छु आफूलाई, एकदम खुसी छु, एकदमै धेरै धेरै यति खुसी छु। सायद तपाईँको 2 करोड नेपालीले, कमै नेपालीले मात्र त्यस्ता दर्शन पाउँछन्। जसको भाग्यमा हुन्छ उसले मात्र पाउँछ। त्यो भाग्य मैले प्राप्त गरेछु। मलाई त्यो कुरा पूर्ण विश्वास छ। भगवानले मलाई त्यो आशीर्वाद दिनुभएको छ, त्यो पुरा हुन्छ भने मैले आशा लिएको छु। धेरै धेरै धन्यवाद डाक्टर साहब। अमूर्त अवस्थामा पनि हामीले मूर्त भनौँ मूर्तिको भए दर्शन पाएका छौँ। हामी पनि दर्शकगण हामी पनि भाग्यमानी भएका छौँ कि हामीले यो दृश्य हेटौँडादेखि कैद गरेर ल्याउन सकेका छौँ। यसमा पनि हामी भाग्यमानी अनुभूत गरिरहेका छौँ कि एउटा तन्त्र साधकको लागि यो जन्मभन्दा मूल स्वर्गको अवस्था भइरहँदाखेरि हामी पनि साधारण मानिस, हामीसँग पनि त्यो शक्ति छ। हामीले भनिरहेका छौँ कि देवतालाई पनि बोल्नका लागि यो मानव शरीर नै आएर बोल्नु पर्दो रहेछ। त हाम्रो मानव शरीर पनि त्यस्तो शक्तिशाली चिज हो। हामीले हामी भित्रको यो शक्तिलाई चिन्न सक्यौँ भने हामी पनि कुनै देवताभन्दा कम हुने छैनौँ। हाम्रो शरीरमा त्यो शक्ति छ भनेर पनि हामीले बुझिरहेका छौँ। कार्यक्रम तन्त्र विज्ञान तपाईँलाई कस्तो लाग्छ हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसको लागि तपाईँले 5544 सिधै फोन गरेर हामीलाई प्रतिक्रिया दिन सक्नुहुनेछ भने तपाईँले इमेल पनि गर्न सक्नुहुनेछ omgyansala@gmail.com मा। र कार्यक्रम तन्त्र विज्ञान तपाईँले युट्युबमा पनि हेर्न सक्नुहुनेछ। ज्ञानशाला सर्च गरेर हामी यस्तै दृश्य र यस्तै छलफल लिएर अरू कार्यक्रममा पनि आउनेछौँ। भोलि फेरि नयाँ कार्यक्रम लिएर आउनेछौँ। तबसम्मको लागि हाम्रो सम्पूर्ण टिम लगायत म कृष्ण मुरारीलाई पनि आजको कार्यक्रमबाट बिदा दिनुहोस्। हस्त नमस्ते, शुभरात्रि।